नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ आजको मुख्य समाचार। इरान र अमेरिका बीच भएको यो युद्धले विश्वभर ठूलो प्रभाव पारेको छ। 2026 फेब्रुअरीदेखि सुरु भएको यो युद्ध अहिले सबैभन्दा ठूलो सङ्कटमध्ये एक बनेको छ। इरानले सयौं मिसाइल र ड्रोन प्रहार गरेको छ। जवाफमा अमेरिकाले पनि इरानको हजारौं सैन्य लक्ष्यमा आक्रमण गरेको जनाइएको छ। यस युद्धमा सबैभन्दा बढी असर सर्वसाधारण मानिसहरूमा परेका छ। इरानमा मात्र हजारौं मानिसका ज्यान गएको छ, जसमा धेरै बालबालिकाहरू परेका छन्। अमेरिका केही सैनिक मारिएका छन् भने इजरायलमा धेरै धनजनको क्षति भएको छ। युद्धको कारण धेरै संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। इरानको सैन्य बेस, हतियार कारखाना र एयर डिफेन्स सिस्टम नष्ट भएका छन्। सयौं विद्यालय र घरहरू ध्वस्त हुँदा लाखौं मानिसहरू घरविहीन भएका छन्। अब कुरा गरौँ आर्थिक असरको। तेलको मूल्य बढ्दा विश्वभर महँगी बढेको छ। यसले धेरै देशको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। अहिले युद्ध रोक्ने प्रयास भइरहेको छ, तर अवस्था अझै पूर्ण रूपमा शान्त भएको छैन। समग्रमा भन्नुपर्दा यो युद्धले मानव जीवन, अर्थतन्त्र र विश्व शान्तिमा ठूलो असर पारेको छ। थप जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।